राम 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 कति रमाइलो वसुदेव र देवकीको विवाह गर्ने बेला भयो। राजा उग्रसेन महाराजले वसुदेव महाराजलाई थपक्क सिंहासनमा राखेर चाँदीको कोबरामा गोडा धोएर हजारौं हात्ती लाखौं घोडा दान गर्नुभयो। कर्मैसित विवाह भयो। अनि जेठो छोरो कंस नारायण हे राम 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 आयो हर हेर आयो हर कंसले आएर बहिनी र ज्वाइँलाई टिका टाला गरायो। अनि उग्रसेन महाराज भन्छन्, ए बाबु, आज बहिनी देवकीको विवाह भएको दिनमा तिमीले बहिनी पुर्याउने तिम्रै जिम्मा भयो भनेर बडो हिवा जातले सुनको रथमा राखेर नवरङ्गको चन्दुवाहरूले सिँगारिएको झलल बलेको रथमा राखेर बहिनी पुर्याउन भनेर कंसासुर गयो।